यो मोटरसाइकल हो रोयल एनफिल्डको हन्टर 350। अहिले 2026 मोडलको न्यू लुक्समा यो अहिलेको युवा अवस्थाको मान्छेहरूलाई मन पराउने तरिकाले चाहिँ बनेको छ। मलाई पनि साह्रै मन परेर लिएको हो। यसको सबभन्दा मेन कुरो त अलिकति तल पहिलाको हन्टर र अहिलेको हन्टरमा धेरै फरक छ। अलिकति हाइट उठाएको छ अनि यो एकदमै पिकअप राम्रो छ, एकदम कुद्छ। अरू बुलेटहरू जुन क्लासिकहरू छ नि त्योभन्दा धेरै नै कुद्छ, पिकअप राम्रो छ। तेलको माइलेज पनि लगभग 33, 34, 35 जति दिन्छ। अनि यसको लुक्स पनि ठिक छ होइन। अनि कुदाउन पनि एकदम कम्फर्टेबल छ लङ रुटको लागि। अनि तराई पहाड हिमाल सहर जहाँ पनि कुद्छ एकदम राम्रो छ। साथीहरू हजुरहरूको पनि लगभग 5 लाख बराबरको बजेटमा कुन बाइक लिने भन्ने अन्यलमा हुनुहुन्छ भने यही बाइक लिँदा हुन्छ। रोयल भने रोयल हो, रोयल इनफिल्ड। हस्त धन्यवाद, नमस्ते।